ल साथीहरू फेरि स्वागत छ है मेरो मिनी भ्लगमा। हामी चाहिँ निस्किमै घुम्नको लागि तीनजना निस्किम। टक्क त्यहाँ बस स्ट्यान्ड पुगेर अनि बस स्टेसनबाट लाग्ने हो। अनि ल साथीहरू हामी चाहिँ बस स्ट्यान्डमा आइसके। यो 30 नम्बरको बस रहेछ, यहाँ 20 नम्बरको। ल साथीहरू हामी चाहिँ गाडीमा चढिसक्यौँ तीनजना। यता हेरिदिनु न दाइ, तीनजना चढिसक्यौँ। 17 नम्बरको गाडी आएन अनि 20 नम्बरको गाडीमा चढेको। कहाँ पुऱ्याउँछ यसले हेर्दै जाउँ। हेलो साथीहरू, फाइनली हामी चाहिँ आइपुग्यौँ है 2-3 घन्टा पछि बसमा हिँडेर। घुम्ने ठाउँ भन्दा पनि घुम्ने ठाउँ खासै नरहेछ, ठिकै छ। घुम्ने ठाउँ भनेको यही हो, पार्क यहाँ रहेछ। फाइनली आइसक्यौँ हामी। एक घोडामा चढेछ यहाँ। यो चाहिँ खासै ठुलो पार्क छैन रहेछ, सानो पार्क रहेछ। धेरै टाढो किन जानु भनेर हामी चाहिँ यहीँ झरेको। र यहाँ चाहिँ रोमानियाको को हो नि घोडामाथि चढेको मूर्ति रहेछ। हेर्न सक्नुहुन्छ। घाम लाग्दा यसरी घुम्न पनि। यहाँ चाहिँ यस्तो ठाउँ रहेछ, पानी, बच्चाहरूले पानी खेल्ने ठाउँ। के जाति हो पनि हो थाहा होइन। बच्चाहरूले पानी खेलेको हेर्नु। यो गाई चाहिँ हामी चाहिँ यस्तो ठाउँमा आइसक्यौँ। यो खोइ के गिटार बजाएको हो कि के हो, यस्तै हो। के को मूर्ति रहेछ यहाँ। यहाँ बार पनि लगाएको छ। हो यहाँ फुच्चेहरूले साइकल यस्तो उडाएको।